पुराना पार्टीहरू सबै थला परेका छन्। अब अहिले राइजिङ एउटा पावर भनेको श्रम संस्कृति पार्टी हो। अब त्यसको नेताको भने हर्क साम्पाङजी, उहाँकै पार्टी, उहाँकै छविले, उहाँकै इमेजले, उहाँकै काम कारबाहीले धरान उपनगरपालिकाको मेयर हुँदा धरानमा गरेको एउटा धरान मोडेललाई हेरेर उहाँको पार्टीलाई भोट दिएका हुन्। त्यसलाई म धरान मोडेल भन्छु। होइन, काम कति भयो त्यो कति हुन सकेन त्यो आफ्नो ठाउँमा छ, तर एउटा केही काम गरौँ भन्ने त्यही पब्लिकमा एउटा मेसेज गएको छ। अनि त्यो भएको हुनाले अब जहिले पनि मान्छे राइजिङ पावरको चाहिँ प्रतिद्वन्दी ठान्छ। पुराना पावर जस्तै दिए, अब उहाँहरूलाई त जनताले उनीहरूलाई पत्याउँछन् भोलि फेरि त्यो पुरानो शक्ति रिभाइभ गरेर आउन कति समय लाग्छ के छ, ठुलो उनीहरूले प्रतिद्वन्दी त्यसलाई ठानेनन्। प्रतिद्वन्दी कसलाई ठाने रासोपाले अहिले भनेदेखि अहिलेको लागि होइन, अहिले त सर्टेज छ 275 ठुलो कुरा भएन। तर 5 वर्षपछि जो अर्को संसद गठन हुन्छ, अर्को संसद बन्छ, त्यसैले चाहिँ हामीलाई ठुलो चुनौती बन्न सक्छ भन्ने उनीको रिडिङ हो। त्यसैले अहिलेखेरि स्थानीय चुनाव छ। अब राइजिङ पावर त श्रम संस्कृति पार्टी देखियो नि त, अरू आफै सकिसके, यिनीहरूलाई चाहिँ अलि सक्नु पर्यो।